म चाहिँ अहिले ठ्याक्कै बुद्ध मन्दिरमा छु। म अहिले गोसाइँकुण्ड यात्रामा छु। अहिले चाहिँ म अल्टिच्युडको कुरा गर्ने हो भने 4165 मिटर हाइटमा छु। बुद्ध मन्दिर चाहिँ उता हो है, अलिकति हाइटमा भनौँ न बुद्ध मन्दिर भन्दा। अनि अब म चाहिँ यहाँबाट गोसाइँकुण्डको यात्रा हो मेरो। यहाँ चाहिँ गोसाइँकुण्ड, यहाँदेखि चाहिँ गोसाइँकुण्डसम्मको लागि चाहिँ नेपाली सेना, कालीजङ्गगढ र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै गोसाइँकुण्ड गाउँपालिकाको सहयोगमा यहाँबाट 2.58 किलोमिटर चाहिँ यो रेलिङ देख्न सक्नुहुनेछ। यो रेलिङ बनाइदिएको रहेछ। अब यहाँदेखि चाहिँ रेलिङ हुँदै ठ्याक्कै गोसाइँकुण्ड पुग्न सकिन्छ। भक्तजनहरूलाई सजिलो होस् भनेर रेलिङ राखिदिनु भएको रहेछ। धन्यवाद नेपाली सेना, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय र गोसाइँकुण्ड गाउँपालिकालाई। अनि त्यसमा श्रम सहयोग नेपाली सेनाले पनि गरेको छ। म ठ्याक्कै यसमै छु। अब म यहाँबाट गोसाइँकुण्डतर्फ जान्छु। गोसाइँकुण्ड पुगेपछि त्यहाँको आज म सायद त्यहीँ बसिन्छ। त्यहाँ पुगेर अब हेरौँ, लेट्स सी, त्यहीँ भेटौँ।